ल हेर्नु भ्यू कति राम्री राम्री नानीहरू भन्नु नमिल्ने। ल है मुस्ताङ आउने बाटो चाहिँ यस प्रकार छ। बेनी पढ्नु होला है साथीहरू। हेलो गाइज, सबैजनालाई स्वागत छ है फेरि पनि मेरो युट्युब च्यानलमा है। यदि तपाईँहरू फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ आजको मेरो भ्लग चाहिँ ट्राभलिङ भ्लग रहेको छ। आजको भिडियोमा चाहिँ तपाईँहरूले टाइटल हेरेर पनि थाहा पाउन सक्नुहुन्छ है। आजको भ्लग चाहिँ हाम्रो पोखरादेखि मुस्ताङसम्मको चाहिँ हुँदैछ है। अनि मसँग चाहिँ हाम्रो साथ दिनलाई चाहिँ अभिलाष छन्। अङ्कलको छोरा अभिलाष आयो भने अनुहार देखाइदिएन के भन्नु छ। मैले उठेछ हामी दुईजना भएर चाहिँ जाँदैछौँ है। अहिले चाहिँ 11:30 जति पेट्रोल हाल्ने कार्यक्रम भइरहेको छ। साथीभाइहरू अहिले चाहिँ हामी बेनी आएको है। म्याग्दी बेनी छिरे बेनी होइन त अभिलाष यो। म चाहिँ पहिलोचोटि आउँदैछु। साथीभाइहरू अहिले चाहिँ हामी एकछिन खाजा खानको लागि बसिरहेको होइन। हामी चाहिँ अहिले कुन ठाउँ यो म्याग्दीको बेनीको म्याग्दी भनौँ एउटै भनौँ होइन। बेनी म्याग्दी एउटै यहाँ रेस्टुरेन्टमा चाहिँ एकछिन खाजा खानको लागि बसिरहेको है। एकछिन खाजा खाएर चाहिँ फेरि हाम्रो यात्रा सुरु हुन्छ। ल हेर्दै गर्नु होला अहिले साथीभाइहरू। भैँसीको कस्तो छ अभिलाष? मलाई सोध्नु पर्ने हो, मैले सोधिरहेको छु। है साथीभाइहरू, अब हामीले खाजा नि खाइसकेका छौँ। अब बिस्तारै निस्किनु पर्छ हाम्रो गन्तव्यतर्फ होइन। मस्त चिल पारमा साथीभाइहरू हामी लगभग बिच बाटोमा आइपुग्यौँ है। मुस्ताङ जाने अभिलाष मजा भइरहेको छ नि होइन। एकदम ढुङ्गा पुग्ने घर यहाँ हुन्छ। अहिले यस्तो माथि हेर्नु यहाँको सिन्नी हेर्नु, यहाँबाट ढुङ्गा खस्ने चाहिँ डर हुन्छ है। त्यही भएर अलिक जोगिएर हिँड्नु होला। यो बाटोमा चाहिँ बाटो चाहिँ यस्तै छ है। पिच राम्रोसँग पुगिरहेको छैन तर दामी छ यार। है साथीहरू चाहिँ हामी चिया खानलाई बसिरहेको। के छ भन्नु? केही छैन, आइपुग्यो अब एकछिन चिया खाएर निस्किनुपर्छ। रमाइलो भइरहेछ। ल है मुस्ताङ आउने बाटो चाहिँ यस प्रकार छ। बेनी पढ्नु होला है साथीहरू।
अहिले चाहिँ हामी मुस्ताङ जिल्ला छिरिसकेका छौँ है। यो दृश्य देख्न सक्नुहुन्छ है तपाईँले, यो खोला काली गण्डकी दामी रहेछ है यो भ्यू। अब चाहिँ हामी जमसङतिर जाँदैछौँ। अब आधी घन्टाभित्रमा पुगिन्छ होला। यो चाहिँ सिन हेर्नु होला, दामी छ हो, दामी छ। साथीभाइहरू हामी चाहिँ जमसङ बजार चाहिँ है बिक्री गर्न लाग्यौँ। अब 2-3 मिनट, लगभग 5 मिनट जति छ होला होइन। भ्यूहरू देख्न सक्नुहुन्छ, हिमाल देख्न सक्नुहुन्छ। यहाँ छ हिमाल है, यो निलगिरी हिमाल। माइक चाहिँ भएन है, साउन्ड कस्तो आइरहेको छ, एडजस्ट गर्नु होला साथीभाइहरू। जमसङ एयरपोर्ट। यो साथीहरू जमसङै बजार 12 बजे हावा सरर भन्ने बजार आयो है। अहिले चाहिँ 5, साढे 5, 6 बज्न लागिसक्यो। अब 12 बजेको हावा चाहिँ त्यस्तो हो। ल बजार हेर्नु होला, यहाँनिर जमसङको एयरपोर्ट रहेको छ। यस्तो छ है, थकालीहरूको बस्ती रहेको छ जमसङमा। हामी चाहिँ अहिले मुक्तिनाथ भएको ठाउँतिर जान लाग्यो है। अँध्यारो हुन लागिसक्यो, कति 7 बज्न लागिसक्यो जस्तो छ। हामी चाहिँ त्यही छ, रमाइलो हुँदैछ। अभिलाषले एकदमै रमाइलो थाकिसक्यो होला, यो पनि चलाइरहेछ। ल है त साथीभाइहरू, ल हेर्दै गरौँ। साथीभाइ दिदीबहिनी सबैजना हेर्दै गर्नु होला है। लाइक पनि गर्दै फर्किएको है। माथि पुगिनाको बाटोबाट माथि हेऱ्यो है, यस्तो अँध्यारो छ, अन्धकार छ, हेर्नु होला बाटो। पट्टि चाहिँ कागबेनी रहेको छ। रातिको बेला लाग्ने बाटो रहेछ है। माथि चाहिँ कालै के अँध्यारै देखिँदैन। साथीभाइ तथा दिदीबहिनीहरू, मेरो प्यारा मित्रहरू, ल हामी फाइनली आइयो है, जमसङमा आइयो। अहिले चाहिँ म यहाँ रुममा छु, भर्खरै आएको है। हामी मुस्ताङ माथि उक्लेर नि आइयो। हामी कति बिहान 11:30 बजे निस्किथ्यौँ क्या हो। ठ्याक्कै हामी यहाँ कति बजे, अहिले चाहिँ 8:30 बज्छ होइन। कति 12, 1, 2, 3, 4, 5, 6, 7, 8, लगभग 9 घन्टा लागेछ। 11:30 बजीतिर हिँडेको थियौँ क्या बिहान। ठ्याक्कै अहिले चाहिँ आइपुग्यो। ल हेर्दै गर्नु होला, भोलितिरको भ्यू नि देखाउँदै गरौँ न है त। मेरा प्यारा प्यारा साथीभाइ दिदीबहिनीलाई सबैलाई गुड मर्निङ है, शुभ प्रभात छ। आज चाहिँ हाम्रो यात्राको, मुस्ताङ यात्राको दोस्रो दिन है। हामी चाहिँ यहाँ जमसङ बजारमा चाहिँ बसेको थियौँ है, यहाँ रुममा। अनि भर्खर उठियो। अभिलाष यता छ है, हाई भन्दै नि त अभिलाष। अभिलाष चाहिँ सुतिरहेछ, म चाहिँ उठिसकेँ है। अनि यसो फ्रेस भएर बसिरहेको छु। म चाहिँ अलि जागरिलो मान्छे हो, यहाँ चाहिँ अल्छी मान्छे। के भन्छ हल्का यसो मजाक गरेको है। अब हामी चाहिँ एकछिनमा फ्रेस भएर, अभिलाष नि फ्रेस हुन्छ, त्यसपछि हामी आजको हाम्रो नेक्स्ट डेको ट्राभल चाहिँ हाम्रो दुम्बा लेक हुँदैछ है। अब हामी एकछिनमा रेडी भएर निस्किन्छौँ। ल हेर्दै गर्नु होला साथीभाइहरू। ल है साथीहरू, बाहिरको दृश्य हेरौँ है एयरपोर्टको। यस्तो छ, उता माथि हिमाल छ, यता माथि निलगिरी हिमाल। अब चाहिँ बिस्तारै निस्किनु पर्छ है दुम्बा लेकतिर। स्याउ चाहिँ नफलेको रहेछ है यहाँनिर। अहिले स्याउ फलेको देखाउनु हुन्थ्यो, सिजन नरहेछ, भर्खर फुल नि खेलेको छैन। एयरपोर्ट है, जमसङको एयरपोर्ट, पोखरा जमसङ एयरपोर्ट। स्पिकर हालेछ।
ल है आयो तुम्बा ताल हो कि तुम्बा ताल वेलकम टु तुम्बा लेक ल है आइपुग्यो हामी तुम्बा लेक अभिलाष त पहिला नि आइरहेको केही नयाँ कुरै भएन है टिकट गर्ने कतिवटा दुईजनाको कता टिकट कता कस्तो वाला छ बस यहाँ आउँदा चाहिँ है टिकट चाहिँ यहाँ टिकट तिरेर आउनुपर्ने रहेछ है टिकट चाहिँ 60 रुपियाँलाई चाहिँ बताइदिनु है एकजनाको त 30 रुपियाँ दुईजनाको 60 रुपियाँ टिकट काट्नुपर्ने रहेछ साथीभाइहरू हेलो गाइजहरू होइन ग्याजहरू ड्रामा गरिदिएको अवस्था है फोटो खिचाउने कार्यक्रम भइरहेछ अब एउटा दुईवटा फोटो हानेर चाहिँ निस्किनु पर्छ मस्त पारामा यस्तै छ जिन्दगी है कहिलेकाहीँ घुमघाम हुन्छ कहिलेकाहीँ गाँड बेला हुन्छ काम गर्दा यस्तै छ आज हामी याकको मासु पनि खाँदैछौँ त्यो पनि तपाईँहरूलाई म देखाउने छु है भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यस्तो दामी छ है महिनामा करोडको कटिन्छ याकको मासु ल हेर्नु भ्यू द रियल हेभन भन्छ नि वास्तविक स्वर्ग हल्का इङ्ग्लिस बोलिदिएको है इङ्ग्लिस बोल्न आउँदैन त्यही पनि यसो फ्याँकिदिएको कि कति राम्री नानीहरू हो भन्नु नमिल्ने ल है गाइस अब चाहिँ हामी फर्केको है तुम्बा लेकबाट एकछिन घुमघाम भयो है जस राम्रो रहेछ चोटि अझै देखाइदिन्छु है मान्छेहरू टन्नै छन् तर अहिले बिहानकै समयमा आयो भने चाहिँ दामी हुँदो रहेछ 6-7 बजीतिर फोटो खिचाउनको लागि चाहिँ किनकि बिहानको समयमा फोटो दामी आउँछ है ल है अहिले चाहिँ हामी एकछिन खाना खानको लागि यहाँ रेस्टुरेन्टमा आएको खानासाना खानुपर्छ एकछिन रेस्टुरेन्ट हिजो आउँदा नि चिया हामीले यहीँ खाएको थिएँ अब चाहिँ खाना खाएर हामी अहिले चाहिँ बागलुङको सिमानामा छौँ बेनी बागलुङको यतापट्टि बाटो बेनी हो बागलुङ बुढीबाङ हुँदै रुकुम जाने बाटो यो अब यति नै हो अब जोडीको जान्छ ल है बन्जी हेरौँ है ग्याजहरू यतिको एकचोटि हानेको कति लिन्छ पनि यहाँ 7-8 हजार त्यही सोधेको त्यही भन्यो नि अभिलाष बिना डरीको गाइजहरू है अहिले चाहिँ हामी फाइनली आइपुगेका छौँ है जहाँबाट भ्लग स्टार्ट गरेको थियो त्यही पुलमा आइपुगेका छौँ हाम्रो 2 दिनको यात्रा भयो है मुस्ताङमा त्यस रमाइलो भयो कस्तो लाग्यो अभिलाष रमाइलो भयो है ल आजको भ्लग चाहिँ यतिकैमा राख्नेछौँ है ल बाई हेर्दै गर्नु होला